हेलो एभ्रिवान। आज पनि मेरो गफ एपिसोड 2 सुनौँ है त। यो भिडियो चाहिँ हामीले लास्ट स्याटरडे खिचेको थियौँ। मेरो बहिनी र म चाहिँ यहाँ काम गरिरहेको छौँ। मेरो बहिनी चाहिँ त्यो येल्लो कलरको टी सर्ट लगाउने सानी कान्छी नानी हो। ऊ चाहिँ एकदमै धेरै चञ्चल छे। सी जस्ट 5 तैपनि उसले सकेको जति काम सबै गर्छे। अनि हाम्रो चाहिँ चिया पसल पनि छ। अनि चिया पसलमा भएको ग्लासहरू माझ्ने बढार्नको लागि पनि हेल्प गरिदिन्छे। उसले सक्ने भएको भए बोकेर पनि हिँड्थ्यो होला क्या मलाई। अनि म चाहिँ बारीमा काम गर्न गएको छु भनेर सुनेर ऊ पनि पछि लागेर आए। अनि हामीले चाहिँ बारीमा भएको पातपातिङ्गर जम्मा गऱ्यौँ, फोहोर जम्मा गऱ्यौँ। अनि खरानीको मल लाग्छ भनेर त्यहीँ आगो बाल्दियौँ। अनि त्यत्तिकैमा चिया आयो, चिया खायौँ। अनि लास्ट शिवरात्रिको टाइममा चाहिँ हामीले काटेर राखेको दाउराहरू थियो। त्यो दाउरा चाहिँ बाबाले चिर्छु भन्नुभएको भएर हामीले मिलेर त्यहाँ राखिदियौँ। अनि एकछिन गफ छाटेर बस्यौँ। त्योभन्दा बढी हामीलाई काम गर्न आउँदैन पनि भन्न मिल्दैन। तर काम चाहिँ सबै आउँछ मलाई, बट ज्याक अफ अल मास्टर अफ नन टाइपको छु म चाहिँ। त्यही हो। बाई बाई। थ्याङ्क यू फर वाचिङ।